हेलो हेलो हामी भने चाहिँ लाग्यौं है लिङमोतिर किनभने आज छुट्टी छ यसैले गर्दा चाहिँ हामी चाहिँ गयौं लिङमोतिर देख्न सक्नुहुन्छ हामी चाहिँ बिमल सरको गाउँतिर गएको नि त आज छुट्टी भयो मान्छे चाहिँ सकेको छैन रहेछ तिमीतारको चाहिँ यति डरलाग्दो भिड छ एकदम टुरिस्टहरु चाहिँ आइरहेको रहेछ यतै रोक्यौं भौगोलिक लोकेसनहरु छ नि विचित्र छ नि हो र साउथ को लास्टै हो अनि ब्ल्याङ्केट धुने ठाउँ रहेछ कत्रो वाउ हेर्नुस् है साग चाहिँ यस्तो दामी दामी रहेछ यहाँ झन् यत्रो साग छ वाउ दामी साग यहाँ त साग त यसो भुइँतिर पलाउँदो रहेछ सिबीहरू रहेछ सिबी बेङ्गाली टुरिस्ट कि नेपाली टुरिस्टहरू चाइनिजहरू सबैजना जापानिज परे क्या अरे जापानिज देख्दै होला नि मलाई भन्छ मामाले सबै भ्यू पोइन्ट जानु भएको लभ डाँडा जानु भएको अरे सबैजना लभ डाँडा अब यो लभ डाँडामा गफ लगाइन्छ यो ठाउँहरु चाहिँ हामी चाहिँ आएको छौँ यहाँ भ्यू पोइन्टमा तपाईहरुले देख्न सक्नुहुन्छ अब यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ नि त दामी ठाउँ भ्यू पोइन्ट लिन सक्नुहुने रहेछ मार्छ डर लाग्छ सबैजना लिङमोको लभ डाँडामा चाहिँ यस्तै तस्बिरहरू लिइरहेको छ सबैजनाले नदीहरू देख्न सक्नुहुन्छ सबैजना चाहिँ एकदम मजाले बसिरहनु छ यहाँनिर आफ्नो आफ्नो धुनमा हुनुहुन्छ है उहाँहरू चाहिँ हेलो गाइसहरूलाई त अब के गर्नु यहाँनिर अब हामी चाहिँ यस्तो हरियालीहरू खिच्दै आएको नि त कि अब तिमी तार्कोमा तिमी टी ब्ल्याक टी खानु यहाँ बसिरहेको छ बेसी हुन्छ